पटक भन्न चाहन्छु कि यदि मैले गल्ती भयो भने त्यसलाई चाहिँ मिस्टेकली कुरा भन्ने चाहिँ सम्झिदिनुहोस् है। कहिले फेरि उहाँले यस्तो भन्नुभयो भनेर यो भयो यो त्यो भयो भन्नुभन्दा बरु मैले चाहिँ भन्न चाहन्छु कि राम्रो कुरा चाहिँ लिनुहोस्, नराम्रो छ भने तपाईँले चाहिँ त्यसलाई चाहिँ हटाइदिनुहोस्। कहिले चाहिँ हामी यो प्रकारले चाहिँ हामी गर्नुपर्ने हुन्छ, जसले गर्दाखेरि तपाईँको देशमा मैले यात्रा गर्न चाहेँ। थोरै यो पर्पज सेन्ड भएको छ। यीशुको जन्मको भविष्यवाणीको कुरा गर्दाखेरि चाहिँ हामी धेरै कुराहरू पाउँछौँ। जब यीशु ख्रीष्टको जन्म केवल ऐतिहासिक घटना होइन, यो चाहिँ परमेश्वरको दीर्घकालीन योजना चाहिँ हो, जसले गर्दाखेरि चाहिँ हामी भविष्य गरेको घटना हो। बाइबलमा धेरै अगमवक्ताले यीशुको आगमनको कुराहरू, जन्मस्थान र उद्देश्यको बारेमा भविष्यवाणी गरेको थिए, जुन नयाँ कालमा आएर यो पुरा भएको चाहिँ देखिन्छ। यो चाहिँ हामी सबैलाई धेरै जसोलाई पक्कै थाहा नै छ। र स्त्रीको सन्तानको प्रतिज्ञाको कुरा छ नि, यो भविष्यवाणीको कुरा गर्दाखेरि चाहिँ पाप प्रवेश गरेपछि परमेश्वरले चाहिँ स्त्रीको सन्तानले चाहिँ शैतानलाई चाहिँ पराजित गर्ने प्रतिज्ञा गर्नुभयो। यो भविष्यवाणी यीशु ख्रीष्टसँग जोडेर हेरिन्छ पनि, किनकि उहाँ मानव जातिको उद्धारकर्ता भएर आउनुभयो भन्ने कुरा चाहिँ हामी पाउँदछौँ। यो भविष्यवाणीको कुरा हेर्ने पनि यो पनि छ, जुन बाइबलमा धेरै कुराहरू पाउँदछौँ। कुमारीबाट चाहिँ जन्म हुने कुरा हामी धेरै कुराहरू पाउँदछौँ, जहाँ यसै अगमवक्ताले एक अद्भुत चिन्हको बारेमा चाहिँ भविष्यवाणी गरे, जसमा चाहिँ एकजना कन्या मरियमले सन्तान जन्माउने छिन् भन्ने कुरा, र जहाँ नयाँ कालमा आएर मरियम कुमारी हुँदा पवित्र आत्माबाट यीशुको गर्भधान भएको कुरा उल्लेख गरिएको छ, जसबाट यीशु ख्रीष्टको जन्मको भविष्यवाणी पुरा भएको चाहिँ देखिन्छ। त्यसले गर्दाखेरि यीशु ख्रीष्टको जन्मको भविष्यवाणी चाहिँ यो प्रकारले भएको कुरा चाहिँ हामी पाउँदछौँ। यीशु चाहिँ सानो सहरमा जन्मिनेछन् भनेर स्पष्ट रूपमा त भविष्यवाणी गरेका थिए। दाउदको वंशबाट आउने कुरा चाहिँ एशिया 1:1लाई हेर्ने भने यसैको टुटाबाट एउटा हाँगा उम्रिन्छ भनेको छ, जसको अर्थ चाहिँ यीशु चाहिँ त्यो वंशबाट जन्मिने कुरा नयाँ करारमा, जुन चाहिँ विशेष मत्तीको पुस्तकमा नयाँ करारमा चाहिँ यीशुको वंशावलीबाट चाहिँ पुरा भएको कुरा चाहिँ हामी पाउँदछौँ। यो चाहिँ थोरै तपाईँको बिचमा चाहिँ भविष्यवाणीको कुरा मात्रै किन कसरी गरेको थियो भन्ने विषयमा मात्रै थोरै यो गर्न चाहेको। उद्धारकर्ता र शान्तिको राजकुमार भनेको छ, जहाँ हामी यसै अगमवक्ताले नि उहाँले मसिहालाई चाहिँ हामी होइन हाम्रो लागि चाहिँ एउटा बालक जन्मेको छ, उहाँलाई अद्भुत सल्लाहकार भनेको छ, शक्तिशाली परमेश्वर, अनन्तको पिता, शक्तिको राजकुमार भनिने छ भनेर वर्णन गरेको कारणले यीशु ख्रीष्टको जीवन, शिक्षा र बलिदानले यी सबै विशेषताहरू गर्दाखेरि पुरा भएको देखिन्छ। यीशुको भविष्यवाणी चाहिँ पुरा भएको चाहिँ देखिन्छ। यीशु ख्रीष्टको जन्म कुनै आकस्मिक घटना चाहिँ थिएन, यो परमेश्वरले सयौं वर्ष अघि नै अगमवक्ताहरू मार्फत चाहिँ बताउनु भएको या उल्लेख गरेको योजना अनुसार चाहिँ पुरा भएको चाहिँ थियो। यो यीशु ख्रीष्टको भविष्यवाणी जन्मको कुरा र हामी हेर्नै जान्दै भने, तर परमेश्वरले एउटा मालिकलाई चाहिँ जुन अन्य स्त्रीदेखि गर्भवती हुनेछ र उहाँको एउटा छोरा जन्मन्छ भन्ने कुरा र छोराको नाम इमानुएल राखिनेछ भन्ने कुरा चाहिँ हामी देख्न पाउँछौँ है, देखिन्छ। जहाँ चाहिँ इमानुएलको अर्थ चाहिँ हिब्रू भाषाबाट चाहिँ आएको, जसको अर्थ हुन्छ इमानुएल चाहिँ हाम्रो साथ। इमानुएल भन्नेको चाहिँ हाम्रो साथ, एलको अर्थ चाहिँ परमेश्वर, जसमा हुन्छ परमेश्वर हाम्रो साथ। जस्तो इमानुएल भन्नाले परमेश्वरले मानिसलाई छोड्नु भएको छैन है, उहाँ हाम्रो जीवनमा हुनुहुन्छ भन्ने आशा र प्रतिज्ञा चाहिँ हो। यी कुरा चाहिँ सायद समय हामीलाई चाहिँ थाहा नै छ। र एशिया हामी यदि तपाईँसँग धर्मशास्त्र बाइबल छ भने एशिया 9:6लाई हेर्ने भने हामी चाहिँ धेरै कुराहरू पाउँदछौँ। कुनै विशेष बालक जन्मिँदा, सायद यो बाइबल अलिकति फरक हुन सक्छ है तपाईँको, र यहाँ चाहिँ भन्न खोजेको अर्थ चाहिँ यही हो, कुनै विशेष बालक जन्मदा यस्तो घटना हुनेछ, परमेश्वरले हामीलाई यो त पुत्र दिनुहुनेछ, त्यहाँ बालकले मानिसहरूमाथि शासन गर्ने जिम्मेवारी लिनेछ, उहाँको नाउँ अचम्मको सल्लाहकार, पराक्रमी परमेश्वर, सनातनको पिता, शान्तिको राजकुमार भनेर कहलिनुहुनेछ भनेर हामी लेखेको पाउँछौँ। र यहाँ अचम्मको सल्लाहकारको कुरा गर्दाखेरि क्रिसमस मनाउनुको कारण हामीले परमेश्वरसँग प्रार्थना सहित योजना गरेको भयो कि भएन
यदि पूरा भयो भने परमेश्वरलाई बडो आनन्दका साथ धन्यवाद दिने समय हो क्रिसमस। विशेष गरी यदि पूरा भएको छैन भने, तपाईले मैले गरेको योजना पूरा गरेको छैन भने, तपाईले मैले गरेको योजनाको लागि सल्लाह लिई योजना पूरा गर्नका लागि प्रतिज्ञा गर्ने दिन चाहिँ क्रिसमस पनि हो। यो सायद तपाईहरुलाई कतिको हुन सक्छ, किनकि कहिलेकाहीँ हामी योजनाहरू बनाउँछौँ, वर्षभरको योजना बनाउँछौँ र त्यसपछि हामी परमेश्वरसँग रहन्छौँ, प्रार्थना गर्छौँ, सल्लाह लिन्छौँ र उहाँको सल्लाहमा चाहिँ हामी कामहरू गर्छौँ र यदि हामी कामको पूरा भयो भने उहाँलाई धन्यवाद दिने समय पनि हो क्रिसमस। एक हिसाबले हेर्ने भने यदि हाम्रो कति योजनाहरू हुन सक्छ, ती योजनाहरू पूरा छैन भने, भएको छैन भने हामी योजनाको निम्ति चाहिँ सल्लाह लिने र प्रतिज्ञा गर्ने दिन चाहिँ हो क्रिसमस। कतिलाई चाहिँ यो क्रिसमसको विषयमा धेरै जसो अहिलेको माहौललाई हेर्ने भने क्रिसमसको विषयमा हेर्ने भने हामी क्रिस्चियनहरू मात्र होइन, अनि हाम्रो छिमेकीहरू पनि धेरै क्रिसमस मनाइरहेका अवस्था चाहिँ पाउँछौँ र उनीहरूले मनाउने क्रिसमस त हामीले मनाउने क्रिसमसमा चाहिँ धेरै भिन्नता देखिन्छ। अहिले बजार, सपिङ मल धेरै ठाउँमा जाने भने धेरै किसिमको सजावटहरू गरेर क्रिसमस मनाइरहेका अवस्था छ। तर हामी एज अ क्रिस्चियन कुन प्रकारले मनाउने त भन्ने विषयमा चाहिँ धेरै कुराहरू हुन सक्छ। तर यो विषयमा म चाहिँ गएन। तर मैले भन्न चाहेको कुरा के हो भने यदि हामी क्रिसमस मनाइरहँदाखेरि, आज यो भर्चुअल माध्यमबाट क्रिसमसको विषयमा हामी क्रिसमस मनाइरहँदाखेरि हामीले विचार गर्नुपर्ने कुरा चाहिँ यही नै रहेछ कि हामीले वर्षभरि गरेको योजनाहरू यदि पूरा भएको छ भने बडो आनन्दका साथ परमेश्वरलाई धन्यवाद दिए क्रिसमस मनाउनु आवश्यक समय हो क्रिसमस। यदि साँच्चै हामीले गरेको प्रतिज्ञा योजनाहरू चाहिँ पूरा भएको छैन भने अझै उहाँमा सल्लाह दिएर कि हामीले चाहिँ योजनाहरू पूरा गर्नका लागि प्रतिज्ञा गर्ने दिन चाहिँ रहेछ क्रिसमस। भनेपछि हामी सबैजना क्रिसको अर्थ चाहिँ यसो क्रिसको मासको अर्थ सबैजना मिलेर हामी परमेश्वरमा आराधना गरेर हर्ष उल्लासका साथ चाहिँ आराधना गर्नु चाहिँ क्रिसमस है। कति समय खाएर पिएर मात्र होइन, कति समय अहिले नेपाली कन्डिसन चाहिँ हेर्ने भने धेरै ठाउँमा पाउँदछौँ यो क्रिसमस खानै हो पिउने हो भन्ने चाहिँ भइरहेको छ। त्यो मात्र होइन क्रिसमस, हाम्रो योजनाहरू कतिको सक्सेस भयो त। यदि सक्सेस भयो भने हामी धन्यवाद चाहिँ उहाँमा रहने हो क्रिसमस भन्ने कुरा म तपाईँको बिचमा सानो र चाहिँ हामी पाउँछ शक्तिशाली परमेश्वर भनेको छ। पवित्र आत्माबाट नै कन्याकुमारी मरियमबाट गर्भधान हुनु भनेको एक हिसाबले हेर्दाखेरि साँच्चीकै हेर्ने भने यो अचम्मको कुरा चाहिँ छ। किनकि मानिस जन्म हुनका लागि चाहिँ स्त्री र पुरुष चाहिँ चाहिन्छ। तर यो विज्ञानको भाषामा हेर्यो भने, साइन्टिस्टको भाषामा हेर्यो भने यो आवश्यकता छ। कतिले चाहिँ पत्याउँदैन, यो हुन सक्दैन भन्ने हुन्छ। तर परमेश्वरको अगाडि शक्तिशाली परमेश्वरको सामु यो चाहिँ असम्भव कुरा चाहिँ छैन। त्यस कारण गर्दाखेरि पवित्र आत्माबाट कन्या मरियमले गर्भधारण गर्नु भनेको उहाँको शक्तिको कुरा चाहिँ। त्यस कारणले गर्दाखेरि आज हामी यी कुराहरू धेरै पाउँदछौँ। त्यसैले म धेरै बाइबलको उसमा चाहिँ गएन, किनकि कन्या मरियमदेखि जन्म यसुको कुराहरू यो कुराहरू हामी सबैलाई थाहा छ। तर अलिकति म तपाईँहरूको बिचमा सेयरिङ गर्न चाहेको कुरा चाहिँ के हो भने यहाँ अनन्तको पिता भनेको छ, कहिले पनि नाश नहुने पिता, जसले चाहिँ प्रेम, शान्ति र न्याय दिने परमेश्वर चाहिँ उहाँ हुनुहुन्छ। जसले गर्दाखेरि चाहिँ हामी उहाँको नाउँमा जन्मोत्सव हामी मनाइरहेको अवस्था छ। आज यी माध्यमबाट चाहिँ हामी जन्मोत्सव मनाउने मौका हामी पाइरहेको छौँ। थोरै म अगाडि बढ्न चाहेँ अनि हामी चाहिँ विशेष गरी थोरै यो विषयमा भन्दाखेरि चाहिँ शान्तिको राजकुमार भनेको छ क्या, त्यहाँ शान्ति दिने। यो सायद मैले पिक्चर देखाउँदाखेरि एउटा अफ्रिकाको एउटा घटना चाहिँ हो। सायद तपाईँहरूलाई धेरैलाई थाहा छ कि यो रुवान्डा भन्ने देश चाहिँ छ, जहाँ हामी त्यो देशको विषयमा हेर्ने भने त्यहाँ धेरै भन्दा पनि नभइकन दुई जाति चाहिँ छ धेरैमा, हुटु र तुत्सी जाति। यो विशेष गरी हुटु जाति चाहिँ अलिक बहुसङ्ख्यक, त्यहाँको आदिवासी जनसङ्ख्या चाहिँ, आदिवासी धेरै सङ्ख्यामा चाहिँ उनीहरू बहुसङ्ख्यक चाहिँ छ। तर तुत्सी जाति चाहिँ अल्पसङ्ख्यक, तर प्रशासन उनीहरूको हातमा चाहिँ थियो पहिला। र उनीहरू एक हिसाबले हेर्ने भने चाहिँ धेरै जसो के तुत्सी र हुतु जातिको बिचमा चाहिँ उनीहरू दुवै जाति चाहिँ धेरै जसो क्रिस्चियन थिए, एउटै चर्चमा चाहिँ सङ्गति गर्थे, आराधना गर्थे। उनीहरूको बिचमा चाहिँ
के थियो सङ्गति गर्थे आजको दिन उनले सिर्जेका गर्थे तर उनीहरूको अशान्तिको कारणले गर्दाखेरि चाहिँ त्यहाँ गृहयुद्ध चाहिँ यसरी उनीहरूको शान्तिको निम्ति चाहिँ गृहयुद्ध चाहिँ उनीहरू जब गृहयुद्ध भयो एकले अर्कालाई चाहिँ काटमार गर्ने देख्नै नहुने जसले देख्यो उसलाई चाहिँ मारिहाल्यो त्यो अवस्था चाहिँ थियो 100 दिनमा झन्डै दुई जातिको गृहयुद्धको कारण चाहिँ लाखौं मानिसको चाहिँ ज्यान गयो 100 दिनमा लाखौं मानिसको चाहिँ ज्यान नरसंहार चाहिँ तर उनीहरूको बीचमा चाहिँ जब युद्ध भयो केवल अशान्तिको कारणले युद्ध चाहिँ थियो शान्ति खोजिरहेको थियो शान्ति खोजिरहेको थियो तर धेरै जसो मानिसको चाहिँ नरसंहार भएपछि त्यहाँको मानिसहरू चाहिँ युद्ध विराम गरे र अशान्तिको कारणहरू बारे चाहिँ उनीहरूले विचार गरे उनीहरू चाहिँ सल्लाह गरे शान्तिको राजकुमारलाई चाहिँ उनीहरूले भित्र हृदयमा चाहिँ राखे अहिले झन्डै 80% भन्दा धेरै मानिसहरू चाहिँ यीशुमा विश्वास गर्छ अहिले त्यहाँ देश चाहिँ विकास चाहिँ गतिमा चाहिँ दौडिरहेको अवस्था छ त्यो मैले यो घटना भनिरहँदाखेरि चाहिँ यो मैले भन्न चाहेको एउटै सँगै चर्च जाँदैमा सङ्गति गर्दैमा शान्ति चाहिँ नहुँदो रहेछ है भन्ने कुरा चाहिँ हामी पाउँछ तर यदि साँच्चीकै हो भने भर्खरै माथि हेऱ्यौँ कि प्रभु येशू ख्रीष्ट चाहिँ शान्तिको राजकुमार कहिले नै हुनेछ भनेको छ त्यस कारणले गर्दाखेरि हामी विचार गर्न चाहिँ पर्छ कि निष्कर्ष हेर्दै जाँदाखेरि चर्च जाँदैमा विश्वास वा क्रिस्चियन भन्दैमा हामी चाहिँ शान्ति नहुँदो रहेछ भन्ने कुरा हामी थाहा पाउँछौँ शान्ति हुनको निम्ति चाहिँ हाम्रो हृदयमा शान्तिको राजकुमारमा जब हृदयमा राख्छौ नि बल्ल चाहिँ शान्ति चाहिँ हुँदो रहेछ साँचो रूपमा प्रभु येशू ख्रीष्टलाई यदि हृदयमा राख्छौ भने बल्ल त्यहाँ चाहिँ शान्ति पाउनुहुन्छ त्यसैले शान्ति दिनको निम्ति प्रभु येशू ख्रीष्ट चाहिँ जन्मिनु भएको हामी पाउँदछौँ जसले गर्दाखेरि आज हामी क्रिसमस मनाइरहेका छौँ त्यसैले शान्ति दिनको लागि केवल येशूमा मात्रै शान्ति छ भन्ने कुरा बुझ्नुपर्छ कति समय चाहिँ हामी विभिन्न ठाउँमा जान्छौँ तर पनि हामी प्रयासहरू गर्छौँ कति असफलता पनि हुन्छौँ र जब प्रभुमा हामी रहन्छौँ जब येशू ख्रीष्टलाई जब साँचो हृदयमा राख्छौँ नि तब बल्ल मात्रै हामी शान्ति चाहिँ हुँदछ त्यस कारणले हामी शान्तिको राजकुमारको नाउँमा जन्मोत्सव चाहिँ हामी मनाउँछौँ बाइबलमा ठ्याक्कै यति नै गते भनेर हामी डेट छैनन् पनि वास्तवमा हेर्ने भने क्रिसमसको विषयमा हेर्ने विविध कुरा छ त्योतर्फ पनि म जान्दछ तर हामी जसुकै होस् र प्रभु येशू ख्रीष्टको नाउँमा उहाँको सम्झना हामी गर्छौँ हामी उहाँको हृदयमा हामीले चाहिँ उहाँलाई हृदयमा राख्नको निम्ति चाहिँ हामी क्रिसमस मनाउँछौँ कतिले चाहिँ भन्छ क्रिसमस किन मनाउने भन्ने कुरा गर्छ त थाहा छैन यो विषयमा मलाई तर म भन्छु कि जब हामी क्रिसमस मनाउँछौँ जब चाहिँ हामी साँचो हाम्रो हृदयमा जब येशूलाई राख्छौँ तब हामीले चाहिँ शान्तिको निम्ति चाहिँ हामी क्रिसमस मनाउँछौँ है त्यसैले मैले यदि यो भनिरहँदाखेरि यदि मैले गल्ती भयो भने माफ गर्नुहोस् है त्यसैले हामीले चाहिँ क्रिसमसको विषयमा हेर्ने भने अद्भुत आशिषहरू छ जुन उद्धारको आशिष उहाँले पापबाट छुटकारा चाहिँ दिनुहुन्छ भन्ने कुरा छ स्क्रिप्ट कसैले लेखिदिनु मानिसले आफ्नो प्रयासले मात्रै स्वर्ग जान चाहिँ सक्दैन यो एकदमै हामीलाई साँचो मानिसले आफ्नो प्रयासले स्वर्ग जान चाहिँ हामी सक्दैन त्यसैले येशू नै बाटो सत्य जीवन हुनुहुन्छ भन्ने कुरा हामी सबैलाई थाहा छ आज यो मैले भनिरहँदाखेरि मेलमिलापको आशिष चाहिँ परमेश्वरसँग चाहिँ शान्ति छ किनकि हामी मानिस र परमेश्वर बिचको सम्बन्ध जोड्नको निम्ति चाहिँ प्रभु येशू ख्रीष्ट यो धेरै कुरा उत्पत्तिको पुस्तक हेर्ने भने धेरै थाहा छ त्यही विषयमा धेरैसम्म चाहिँ जान चाह्यो किनकि जब पाप पर्दै गयो जब आदम र हावादेखिको लिएर आउँदाखेरि चाहिँ पाप पर्दै गयो जसले गर्दाखेरि चाहिँ कसैले स्क्रिनमा लेखिदिनु भयो कृपया यसमा नलेखिदिनुहोस् सायद मेरो आवाज नसुनेर हुनसक्छ मानिस र परमेश्वर बिचको सम्बन्ध बिग्रेको कारणले गर्दाखेरि मानिस र परमेश्वरसँगको सम्बन्ध जोड्नको निम्ति मानिसलाई शान्ति दिनको निम्ति प्रभु येशू ख्रीष्ट चाहिँ आउनुभयो जस कारणले गर्दाखेरि आज हामी हामी क्रिसमस उहाँको सम्झनामा हामी मनाइरहेका छौँ यसैले मानिसको हृदय परिवर्तन गरी घृणा र क्रूर चिन्ता हटाएर प्रेम शान्ति र
आशा दिन चाहिँ आउनुभयो। यो कुरा हामी एकदमै बुझ्न आवश्यक छ। आज क्रिसमस विभिन्न किसिम किसिमको सजावट चाहिँ होइन, येशूलाई मनमा सजाउने दिन हो क्रिसमस। आज एकदमै बुझ्नुपर्छ। धेरै जसो ठाउँमा चाहिँ देख्छौँ हामी विभिन्न सजावटहरू गर्छौँ, विविध गर्छौँ, तर साँच्चैको येशूलाई मनमा सजाएको छ कि छैन, त्यो चाहिँ एकदमै आवश्यक छ। यदि मनमा येशूलाई सजाएको छैन भने हामी कहिले पनि शान्ति हुँदैन। जति शान्तिका साथ शान्ति हुँदैन भने हाम्रो क्रिसमस पनि राम्रो प्रकार हुन्छ। त्यस कारणले क्रिसमस भनेको किसिम किसिमको सजावट होइन, मात्र होइन, येशूलाई मनमा सजाउने दिन चाहिँ क्रिसमस हो। सबैजनासँग मिलाप गर्दै शान्ति बाँड्ने दिन हो क्रिसमस। आज तपाईले मैले विचार गरौँ कि कति समय चाहिँ मिलाप गर्न सक्दैन, शान्ति बाँड्ने दिन चाहिँ हामी गर्न सक्दैन, तर कति समय चाहिँ यहाँ भन्दा सबैजनासँग मिलाप गर्दै शान्ति बाँड्ने चाहिँ दिन क्रिसमस। आज यो म क्रिसमसको विषयमा अलिकति भनिराख्दाखेरि यो तपाईँको विश्वास गर्न चाहे। क्रिसमस केवल चाड होइन, क्रिसमस भनेको नयाँ जीवनको सुरुवात हो। हामी यो बुझ्नुपर्छ एकदमै। क्रिसमस केवल चाड होइन, कति समय हेर्ने भने नेपालमा हेर्ने भने क्रिसमस चाड चाड भन्दै दौडिरहेका छ, तर साँच्चैकै नयाँ जीवनको सुरुवात गरेको छ कि छैन, यो चाहिँ हामी एकदमै विचार गर्नुपर्छ। तपाईँले मैले क्रिसमस मनाइरहँदाखेरि साँच्चैकै नयाँ जीवनको सुरुवात गरेको छ कि छैन, यो विचार चाहिँ गर्नुपर्छ। अन्तमा मत्ती 2को 10-11 हेर्ने भने त्यहाँ चाहिँ जब यीशु ख्रीष्टको जन्मपछि राजाले ती कुराहरू छन् हैन, उनीहरूले भनेपछि उनीहरू चाहिँ उठालहरू त्यहाँ गएको कुराहरू पाउँदछौँ, यीशु ख्रीष्टलाई हेर्न गएको कुराहरू पाउँदछौँ। तर जब यीशु ख्रीष्ट जन्मेको जो मरियमको काठमा यीशुलाई देखे नि, जब त्यहाँ चाहिँ खोप्टो परेर उनीहरू चाहिँ धन्यवाद गरे, आफ्नो घर खोलेर उनीहरू चाहिँ उहाँलाई सुगन्धित धूप र मुराको भेटी चाहिँ छायो। आज विचार गरौँ, आफैलाई विचार गरौँ। क्रिसमस यो भर्चुअल माध्यमबाट जुम माध्यमबाट हामी सङ्गति गरिरहँदाखेरि, क्रिसमस मनाइरहँदाखेरि हामी विचार गरौँ कि आफैलाई विचार गरौँ कि हामीले के गरिरहेका छौँ। छिमेकीलाई प्रेम गर्ने पर्ने कुरा हामी कस्तो छ। कति समय हामी देख्छौँ, म धेरै ठाउँमा चाहिँ जहाँ गएर म यही कुराहरू गर्छु, कति समय हामी सोध्छौँ कि तपाईँले पनि विचार गर्नुहोस्। ठ्याक्कै यो अनलाइन जुन माध्यमबाट चाहिँ तपाईँहरूको आवाज खोल्यो भने सबै हुन सक्ला, तर अहिलेको नखोल्नुहोस्, तपाईँले विचार गर्नुहोस् कि तपाईँको शत्रु छ कि छैन भन्ने कुरा। कति धेरैजना मानिसले भन्छ छ शत्रु छ, यो छ त्यो छ यो छ भन्छ, तर म भन्न चाहन्छु शत्रु भनेको मित्र बनाउने बाँकी छ। जब मित्र बनाउँछ नि, तब बल्ल हामीले चाहिँ उनीहरूको मन जित्न सक्छौँ। त्यसैले हामी छिमेकीलाई प्रेम गर्न सक्छौँ, प्रेम साथ हामी उहाँलाई दोहोऱ्याउन सक्छौँ। यी प्रेम साथ दोहोऱ्याउने दिन हो कि क्रिसमस। क्रिसमस भनेको अरू छिमेकीलाई पनि प्रभु यीशु ख्रीष्टको बाटोमा दोहोऱ्याउने दिन हो क्रिसमस। हामी आज विचार गरौँ, तब बल्ल हामीले चाहिँ उहाँले चाहिँ भन्नुहुन्छ आफूलाई भन्दा अरूलाई छिमेकीलाई चाहिँ आफूलाई जस्तै आफ्नो छिमेकीलाई पनि प्रेम गर्नुहोस्। कति प्रेम गर्न सकेको छ कि छैन, यो विचार चाहिँ गर्ने पर्ने रहेछ। यो मैले भनिरहँदाखेरि मैले चाहिँ प्रेम गरेको छ, तपाईँले गर्नुभएको छैन भन्न खोजेको होइन। यो वचन भनेको मलाई पनि हो, तपाईँले पनि। त्यस कारणले मैले पनि विचार गरिरहेको छु। यो वचन भनिरहँदाखेरि बोलिरहँदाखेरि मैले पनि विचार गरेको छु, साँच्चैकै मेरो छिमेकीलाई मैले कतिको प्रेम गर्न सकेको छु। यो शत्रु नै मानिरहेको छ। शत्रु भन्ने कुरा चाहिँ हाम्रो जीवनबाट हटाउनुपर्छ। त्यो साथी भनेको यदि हामीलाई गाला नै चड्काउने मान्छेलाई अर्को गाला पनि थापिदियो भनेको छ। यदि छिमेकी नै हुनुहुन्छ भने त्यो साथी चाहिँ शत्रु होइन, मित्र बनाउन बाँकी साथी हो। त्यो मित्र बनाउने समय चाहिँ क्रिसमस हो। हामी विचार गरौँ, आज विचार गरौँ कि हामी हाम्रो साथी हाम्रो छिमेकीहरूलाई कतिको मित्र बनाउन सकेको छ, प्रेम गर्न कतिको सकेको छ, यही विषयमा चाहिँ हामी एकदम विचार गर्नुपर्छ। त्यसैले हामी एक हिसाबले हेर्दाखेरि छिमेकीलाई प्रेमदेखि मिलाप र वास्ता गर्ने दिन चाहिँ रहेछ क्रिसमस। आज समाउँदा धेरै ठाउँमा क्रिसमस भइरहँदाखेरि आज एउटा चर्चमा गएको थिएँ, धेरै छिमेकीहरूलाई उहाँले आह्वान गर्नुभएको रहेछ। खुसी पनि लाग्यो उहाँहरूको वास्तादेखि। सायद समाउँदा खानाको निम्ति मात्रै होइन कि समाउँदा उहाँलाई प्रेम देखाउने दिन पनि रहेछ क्रिसमस। आज त्यस कारणले गर्दाखेरि जब प्रभु यीशु ख्रीष्ट
हाम्रो निम्ति हाम्रो प्रेमको निम्ति हाम्रो शान्ति दिन आउनु भयो भने हामीले पनि आफ्नो छिमेकीहरूलाई यी बाटोमा दोहोऱ्याउने दिन सुनाउने दिन रहेछ है। त्यसै विचार प्रभु यीशु ख्रीष्टको जन्मोत्सव क्रिसमस मनाउँदै गर्दाखेरि हामी एकदमै आवश्यकता छ है। त्यस कारणले गर्दाखेरि तपाईँ र मैले चाहिँ यो विचार गर्नु चाहिँ पर्छ। क्रिसमस 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 त भन्छ तर प्रभु यीशु ख्रीष्टलाई सजाउने दिन, हृदयमा राख्ने दिन चाहिँ हो। र हृदयमा राख्दै हामी छिमेकीहरूलाई, हाम्रो आफ्नो छिमेकीहरूलाई प्रेम मिलाप र वास्ता गरेर उनीहरूलाई चाहिँ प्रभुमा दोहोऱ्याउने दिन चाहिँ रहेछ। त्यस कारणले अब हामीले चाहिँ विचार प्रभु यीशु ख्रीष्टको जन्म छ। सायद मैले धेरै लामो चाहिँ गरेन किनकि सायद समय पनि छैन, जसले गर्दाखेरि तपाईँको बिचमा मैले यदि गल्ती गयो भने माफी गर्न चाहन्छु, एकदमै माफी, धेरै माफी चाहन्छु। तर मैले चाहिँ तपाईँको बिचमा जति पनि गरेँ, यो जति पनि मैले सेयरिङ गरेँ कि राम्रो कुरा चाहिँ तपाईँको हृदयमा राख्नुहोस्। यदि मैले भनिरहँदाखेरि त्यो राम्रो लाग्दैन भने यो लिनै पर्छ भन्छु होइन। र धेरै तपाईँहरू मलाई लाग्छ धेरै यहाँ झन्डै धेरै हामी यहाँ देख्छौँ, धेरै झन्डै 50 जना हामी जोडिरहँदाखेरि धेरै पास्टर अगुवाहरू हुनुहुन्छ। तपाईँहरू कति कलेज गर्नेहरू हुनुहुँदो रहेछ भने मैले तपाईँहरूको लाइनबाट मैले थाहा पाएको छु। त्यस कारणले गर्दाखेरि तपाईँहरूको बिचमा मैले यो सानो वचन सेयरिङ गर्ने मौका तपाईँले दिनुभयो। यो गाजन ग्रुपलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र प्रभु यीशु ख्रीष्टको जन्मोत्सव क्रिसमस साथै आउँदै गरेको नयाँ वर्ष 2026मा सबैमा प्रभु यीशुको प्रेम शान्ति वास्ता होस् भनेर म हार्दिक शुभकामना गर्न चाहन्छु। हामी विशेष गरी तपाईँको बिचमा भनिरहँदाखेरि यो चाहिँ मेरो गाउँ हो। म तिमोथीजी हामी एउटै गाउँमा बस्छौँ, तर म यो गाउँमा चाहिँ बस्दिनँ। र तिमोथीजी पनि कारणवश उहाँको कार्य व्यस्तताको कारण उहाँ विदेश हुनुहुन्छ, म नेपालमै सेवा गरिरहेको छु। र म अर्को ठाउँमा चाहिँ छ, उहाँको परिवार फ्यामिली हामीसँगै यहाँ चाहिँ सेवा गर्छौँ। त्यस कारणले गर्दाखेरि तपाईँहरूको बिचमा मैले यो वचन सेयरिङ गरेँ। यो मौका तपाईँले दिनुको लागि धेरै धेरै धन्यवाद भन्दै सायद मेरो आवाज अलिकति कस्तो भयो, मलाई चाहिँ सानो आयो भन्ने सायद तपाईँले सुनिदिनु भएको लागि धेरै धेरै धन्यवाद। आज विचार गरौँ कि क्रिसमस मनाइरहँदाखेरि तपाईँ र मेरो क्रिसमस साँच्चैकै यीशुलाई सजाउने दिन चाहिँ होस्। क्रिसमस साँचो हृदयले चाहिँ हृदयमा चाहिँ राख्ने यीशुलाई राखेर जुन आफ्नो छिमेकी, आफ्नो सम्पूर्ण इष्टमित्रलाई चाहिँ माया प्रेम र वास्ता गर्ने दिन होस् क्रिसमस भन्दै म यो सबै समय दिनुभएकोलाई धन्यवाद भन्दै बाँकी समय सञ्चालकज्यूलाई दिँदै बिदा हुन चाहन्छु। हुन्छ, जय मसी।